So good morning guys, welcome to my new vlog, new day, new vlog. आज चाहिँ हामी भर्खर उठेर हिजो नाइट ड्युटी थियो हाम्रो, नाइटको सिफ्ट थियो 3 देखि कति भन्दा 3 देखि 11 बजेसम्मको। सो यही हो आजको दिन हामी बस्ने गरी यही हो। खाना साना बनाइरा छौं, अहिले फेरि 3 बजे जानुपर्छ। यस्तो हाम्रो छरछिमेकीहरु यस्तो छन्। यो हाम्रो घर, यो घरको मकान मालिक हुनुहुन्छ। यो घरको मकान मालिकको घर उता पनि छ है, धनी छ बुढा। यस्तो गरी हाम्रो यता खाना बनिरहेको छ। हाम्रो यहाँ हामी 10 जना छौं, 6 जना इन्डियन दाजुभाइहरु हुनुहुन्छ र हाम्रो यहाँ दिलीप दाइ कुकम्यान। मैले नेपालबाट डाइरेक्ट हायर गरेको है। 500 युरो मैले त्यतिकै दिएन यो भात पकाउनलाई मात्र 500 युरो दिए। थाहा होला नि फेरि मिठो मिठो पकाएर खुवाउने मलाई। मसला ससला राख्ने यहाँ छ। विदेश होस् या नेपाल होस्, मसला नुन साउन राख्ने सब भाडामै हो हामी। यहाँ हाम्रो चक्कुहरू मसलाहरू रहेको छ। यहाँ पनि मसलाहरू रहेको छ। हामी अब मसलेदार खाने मान्छेलाई यता त सेतो मसला नहालिकन खान्छ। यो चाहिँ हामी यताको विदेशी सोयाबिन है, खतरा सिस्टमको आउँछ। सोयाबिन नि मासु जस्तो हुन्छ, पकाउँदाखेरि त मासु जस्तो देख्छ। यस्तै छ हैन। हाम्रो अब दिनचर्या यसरी नै गइरहेको छ। र अब चाहिँ हामी एकछिन हेर्ने छौं भ्यूहरू हैन। भ्यूहरू हेर्नु होला, यस्तै रहेको छ यहाँको भ्यू। स्याउको बगैँचा हेर्न सक्नुहुन्छ। हामी चाहिँ यो बाटो हुँदै जानेछौँ कम्पनी जाँदाखेरि चाहिँ। र उतापट्टि यो जङ्गलभन्दा उतापट्टि चाहिँ हाम्रो कम्पनी रहेको छ। दिलीप दाइ चाहिँ फेरि खतरा कुक हो है, दामी बनाउनुहुन्छ। मैले केही काम गरेन भन्ला, तर मैले नि गरे हो। काट्ने साट्ने सब मैले गरे हो, पकाउन मात्र दिलीप दाइलाई दिए हो। अनि एउटा कुरा गाइज, यहाँ यो देशमा जुन छ नि, चामल चाहिँ बोरामा आउँदैन है। 1 किलोको चामल आउने भनेको 1 किलोको हो, अनि ठुलो भनेको 5 किलोको हो। यो रिजा जेस्मिन रिजा खाँदा पेटै औडा भइसक्यो। यो राम्ररी पाक्दैन हैन, तर ठिक छ, पकाउन अलिक जाने भने चाहिँ राम्ररी पाक्छ, नत्र राम्ररी पाक्दैन। यो चाहिँ छिनिरहेको छ हाम्रो लसुन प्याज। भित्र गीत बजिरहेको छ। भित्र मैले देखाउन सक्दिनँ किनभने गीत बजिरहेको छ। त्यही हो हेर्नु। हामीले यो किचनको लागि भनेको थियौँ। यो किचनको चाहिँ हाम्रो यो कम्पनीको साउले भाडा दिएको छैन रहेछ। त्यही भएर किचनलाई चाहिँ बाहिर पिँढीमा नै सेटअप गर्नु परेको छ। र यस्तै हो, चिसो छ लास्टै। यता हाम्रो कुकम्यान फेरि आइसक्नु भएको छ। मैले त्यही हो, धेरै होइन, 500 युरो स्यालेरीमा लिएर आएको। केही गर्नु पर्दैन, उहाँले सिर्फ भात पकाएर दिने मात्र हो होइन र? हो कि ल भनिदिनु दाइ, हो कि हो कि भन्नु न, हो भनिदिनु न यार। चाख्ने ए नुन चाहिँ बिर्सिनु तपाईँ। सो गाइज, यो चाहिँ हाम्रो रुम हो होइन, हाम्रो रुम हो। यस्तै हो। अब हल्का हल्का त्यो छ। यहाँ सुत्नुहुन्छ हाम्रो दिलीप ठाकुर, यहाँ सुत्नुहुन्छ हाम्रो पदम प्रजा, यहाँ सुत्नुहुन्छ हाम्रो सुकमान प्रजा। र यो चाहिँ मेरो सबसे राम्रो मेरो छ, जसले जे भने नि सबसे सफा मेरो छ रे कि आज। यो चाहिँ घर कम्पनीले नै दिएको हो। र यसै गरी यहाँ चाहिँ सबसे गाह्रो भनेको चाहिँ चार्जरको लागि रहेछ है। मैले नेपालबाट लिएर आएको चार्जरले यहाँ चार्जै गर्न पाएको छैन। यस्तो खालको खाल्डो खालको हुँदो रहेछ यो मल्टी प्लग पनि। यो प्लग पनि यस्तो पनि यस्तो भित्र खालि हुँदो रहेछ। त्यही भएर कोही आउँदै हुनुहुन्छ भने चार्जरहरू चाहिँ टक्क मिलाएर। अनि यो चाहिँ हिटर, चान्जुने हिटर होइन, फेरि टेस्लाको हो। टेस्ला इलोन मस्कको हो। यहाँ चाहिँ मेरो कपडाहरू रहेको छ। टिङ 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 छड एकछिन। यो चाहिँ मेरो कपडाहरू रहेको छ ट्याक्क लाएर। यो मैले नेपालबाट लिएर आएको चार्जरहरू चाहिँ केही कामै लागेको छैन यो त्यत्तिकै। त्यही भएर चार्जरहरू चाहिँ यसो बुझेर होइन ट्याक्क
यहाँ चाहिँ लास्ट छेउ छ चार्जरको चाहिँ, अरू केही होइन। यो चाहिँ हाम्रो रुम हो। उतापट्टि चाहिँ हाम्रो 6 जना इन्डियन दाइहरू हुनुहुन्छ र 6 जनाको छुट्टै छ रुम। र यो चाहिँ हाम्रो वेटिङ रुम अथवा खाना खान्छौँ हामी है। 2टा फ्रिज दिएको छ, टिभी जोस राम्रो छ। केटाहरू हानिरहेछन् तास, त्यहाँ बबाल छ केटाहरू सब मिल्दै जुल्दै। राम्रो छन् केटाहरू, बहुत अच्छे। मेरो नेपालबाट हायर गरेको कुकम्यानले अझै बनाएको छैन। त्यो भित्र डस्टबिन छ। अनि यहाँ कुच्चो, साँच्ची कुच्चो यस्तो ठाडो हुन्छ है। यहाँ कुच्चो सब ठाडो हुन्छ। मान्छे अग्लो भएर होला, यहाँ कुच्चो नि अग्लो अग्लो मात्र हुन्छ। हाम्रोतिर जस्तो हुँदैन, यस्तरी उभिँदै बढाल्नु पर्छ यार। हामी फेरि ड्युटीतिर लाग्दिएको है त गाइज। हो कि न ल दाइ भन्नु। हिजो त पुरै गफ हानिरहेको थियो दाइले यार, आज त के हो गफसफ हान्दैन त। पानी खान मन लाग्यो, यस्तो दामी छ क्या। एक घुर्की खाइदिउँ। दाइको गीत सुन्नु होला सबैजनाले। अनि तू मेरी यस इत्जा है, यस मेरी यस इंतहा है। नेपालमा अहिले सुत्ने टाइम भइसक्यो, हामी ड्युटी जाँदैछौँ। हाम्रो नाइट ड्युटी नै हो। 3 बजेदेखि कति बजेसम्म? 11 बजेसम्म। फिर भी घमंडवा। कहाँ बोल रहे हो दिलीप जी? जिंदगी झंडवा और फिर भी घमंडवा। किसको? तुमको, मुझको, सबको घमंड है। हमें तो कोई बात का घमंड नहीं है रे बबुआ। फेरि यहाँ कतिखेर आएर जोत्छ होला है? पदम दाइहरूले भने जस्तो कि यो राति राति जोत्छ हो भन्छ नि, त्यस्तै कि यो कि बारी कतिखेर जोते होला कि? आउँदाखेरि यसरी सुर्तीहरू चाहिँ लिएर आउनु होला है। सुर्ती खान नपाएर तडपिरहेको छ मान्छेहरू। कति महिना, 1 महिना त भइरहेछ नि। कति प्याकेट लिएर आएको थियो तपाईँले? अनि एउटा लिएर आएको थियो होइन? 3टा हो कि कतिवटा लिएर आएको थियो होइन? अनि 3 पोकामा सब बाँडेर सक्यो भनेर रुन खोजिरहेको थियो। नजाने यता नजाने, बाटो छोडेर हिँड्नुहुन्न कि। यो रातो कारमा जाने चाहिँ हाम्रो यो घरको साउनी हो है। यो साउनीलाई नै चिन्दैन बुढा, पुरै हाई गर्दै गइरहेको थियो त। त्यो चाहिँ हाम्रो घरको साउनी। हामीहरू हट के बोले अहिले? भिडियो छ अहिले, भिडियो गरेर देख्दैन? त्यस्तो भन्नुहुन्न। अबि अझ हाई रे। सुर्ती खाने हुन्छ भने सुर्ती खानुस्। सुर्ती खाएर फुर्ती धेरै नलगाउनुहोस्। सुर्ती खाने हुन्छ। सुर्ती खाने चिज होइन, भात खाने हो। सुर्ती खाएर के काम? अहिले एकछिन त्यहाँ मार्केट जानुपर्छ क्या दाइ? टाइम छैन अनि मार्केट जान्छ। ए तपाईँ त हो नि झन् के दाइलाई दोष दिने कि लास्टमा आफै मोबाइल हेरेर भुलिएछ। ओ ट्र्याक्टर पछाडि आइरहेछ हामी भन्दा होइन? ट्र्याक्टर आउँदैछ यहाँ अगाडि। मैले विदेशमा पनि यो खेत जोत्नको लागि आउँदैछ। यो खेत चाहिँ हाम्रै हो है। खेत हामी रेन्टमा लिएको। अनि अगाडिको खेत, त्यो खेत रेन्टमा लिएको। अनि जोत्नलाई अब त्यसमा अलिअलि तरकारी सरकारी लगाउनु पर्यो। पछाडि ट्र्याक्टर आइरहेछ। ट्र्याक्टर बोलाएको। ट्र्याक्टर पनि नेपालमा मात्र होइन, युरोपमा बवाल ट्र्याक्टर हुन्छ। हेर्नु न, बाटो हिँड्नलाई चाहिँ त्यति छैन क्या यार साहब। ट्र्याक्टर देखो, देखो ना गाइज, देखो ना। यो ट्र्याक्टरको अगाडि फेरि कुकुर मालिक हो नि त। अनि फेरि गाइज चाहिँ हो हामीले काम गर्ने ठाउँ चाहिँ। यहाँ हामीले यस्तोमा काम गर्छ। अहिले चाहिँ रातको 9 बजिरहेको छ। यस्तो टक्क टक्क लोड राख्ने हो। खासै ठुलो हुँदैन यो।
ट्याक्क यत्रोलाई चाङलाई राख्ने हो। यही हो हाम्रो कम्पनी। गाह्रो छैन, यो सानो यत्रो लामो लामो हुन्छ, टक्क राख्ने हो। टक्क हामीले अहिले नाइट ड्युटी गरेर हो, अहिले धेरै मान्छे छैन। नाइटको टाइममा खासै गाह्रो छैन, डेमा चाहिँ हल्का हुन्छ। यस्तो लामो लामो छोटो छोटो हुन्छ। यो चाहिँ हाम्रो विदेशी साथीहरू हो काम गर्ने सँगै। हेन्सी छ केटो। दिलीप दाई हाई गरिदिनु न त नि, सुगर फ्री कोक है। हामी चाहिँ अहिले सुगर फ्री कोक। खाली खाली हामी चाहिँ अब कता गइरहेको दाइ? अब रुममा गइरहेछ। ट्रक आइरहेको छ। यति अँध्यारो छ त्यो ट्रक। हाम्रो कम्पनी चाहिँ राति यस्तो दामी देख्छ नि, सपिङ मल जस्तै देख्छ है। सेम सपिङ मल है। हामी चाहिँ यसरी जानु परेको छ म्यास राति राति अँधेरोमा। ल रुममा गएर भेटौँला गाइज। गाइज हिँड्दै जाँदा साउजीले ट्यागको बाटोमा भेटाएर यसरी लिफ्ट दिनुभएको छ। टक्क गीत बजिरहेछ। अब साउजी चाहिँ फेरि हाम्रो घरको मकान मालिक हो नि, फेरि कम्पनीको साउजी होइन, घरको चाहिँ मकान मालिक हो। अब हामी ट्यागको त्यहाँबाट सर्ट देब्रे छिर्नेछौँ। अघि हामी यो पेट्रोल पम्पमा कोक किनेको छ्या सुगर फ्री पो रहेछ। सिधा नजिकै छ, नजिक त साउजी एकदम मिल्ने खालको छ। सबको हाम्रो घर पनि आइपुग्यो। त्यो अगाडि देखिराखेको चाहिँ हाम्रो घर हो, साउजीको घर हो। फाला लाकुनोत महिना छ के हामी रुममा आइपुगिसक्यौँ। यस्तो हाम्रो अङ्कलहरू चाहिँ सुतिराख्नु भएको छ। रातिको 11 बजे छ। अङ्कलहरूले मलाई माया लागेर जुस लिएर आइदिए जस्तो लाग्यो। अब म खाइदिन्छु कुटकुट 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 कुटकुट। भात खाने होइन? रातको कति बजिरहेछ? 11 है। नेपालमा कति? 4 ट्याक्कै 4 बजिसक्यो नेपालमा। 11, 12, 1, 11, 12, 1, 2, 3, 4 बजिसक्यो। 11लाई छोडेर गर्छ। 11लाई छोडेर गर्ने हो नि त। तपाईँले कस्तो पत्याउँदैन यार। खानासाना खाएर आयो गाइज। अब सुत्नु पऱ्यो, 12 बज्नु थाल्यो है। यता अङ्कलहरू सुतिराख्नु भएको छ। 1 गिलास जुस खाइदिन्छु अनि त्यसपछि मस्तले सुत्छु। अङ्कल र दाइ सुतिराख्नु भएको छ। 12 पनि बज्नु थाल्यो। भाँडासाँडा धोएर आएको, खाएको, डेक्ची सेक्ची। अब सुत्छु है त गाइज। गुड नाइट।